आज हामी पुगेका छौं निकै रहस्य र धार्मिक अवस्थाको केन्द्र मानेको शिव पार्वती गुफा। यो गुफासँग जोडेका रोचक कथा, यहाँको प्राकृतिक सौन्दर्य, भित्रको अनौठो दृश्य र धेरैले थाहा नभएका तथ्यहरू आजको भिडियोमा देखाउने छौं। त्यसैले भिडियो अन्तिमसम्म हेर्न नभुल्नुहोला। साथीहरु, बल्ल तल्ल चाहिँ हामी होलिरीको के गुफा भन्छ गुफासम्म चाहिँ आइसक्यौं। चमेरी गुफा हो क्यारे। त्यहाँतिर यस्तो चाहिँ जङ्गलहरू एकदम दामी। एकपटक चाहिँ तपाईहरु आएर भिजिट गर्नुपर्ने एकदम रमाइलो ठाउँ, आनन्द दामी छ हैन। अब हामी माथि जाँदैछौँ। सो के कस्तो हुन्छ तपाई हेर्दै गर्नुहोला। हामी सब भित्र के छ त सब भिडियोहरु चाहिँ हामी तपाईलाई देखाउने नै छौँ। ल, टपलेपलकै एउटा सानो गुफा भन्छ, एउटा चमेरी गुफा आइसक्यौँ हामी। शिव पार्वती गुफा प्रवेशद्वार पनि रहेछ क्यारे। यस्तो छ। अब हामी यस्तो बवाल ठाउँमा आइसकेपछि भित्रको माहौल कस्तो छ भने तपाईलाई देखाउनै पर्ने हुन्छ हैन। हामी चाहिँ अब जान्छौँ साथीहरु। त्यही नै हो। सो लकेर खोल्टो भित्र। ल है, हामी चाहिँ गुफाभित्र जाँदैछौँ। र के हो, लाइट बोलेन? के भयो त्यो? लाइट बल्ब कट्ला जस्तो लागिरहेको छ कि मलाई यार। एकदम मर्दैन क्या मरेट के गर्दा यार। ल, हामी चाहिँ गुफाभित्र प्रवेश गरिसक्यौँ। यो चाहिँ शिव पार्वती गुफा। जस्तो बबालै छ गुफा भन्ने चाहिँ अड्यारो रहेछ। यतातिर के हो यो? आस्नै जान्छ सक्यो नि। यहाँतिर यस्तो चाहिँ माहौल। डर चाहिँ लाग्दो रहेछ। यस्तो यस्तो बबाल बबाल दामी वाला के। गुफा भन्ने चिज यस्तो बबाल होइन, यस्तो खतरा बनिरहेछ कि हेर्नु त माथि यो यस्तो माथि चट्टानहरू। ओहो, चट्टानहरू चाहिँ बबालै छ। यतातिर हामी तक्कलाई देख्न सक्छौँ। ओके यार, कस्तो हामी ठ्याक्कै दुईजना मात्र आयौँ कि फेरि नि। ल, डर चाहिँ लास्टै लाग्दो रहेछ। त्यहाँ देखियो हामी आएको। यस्तो छ है। बल्ब कुन अघि बल्ब नबोलेको पुरै चिसो रहेछ यार। तपाईँहरू गर्मी भएसँगै यो चिसोमा चाहिँ हामी यस्तो छ। लाइटको व्यवस्था पनि रहेछ यतातिर। यो कुनामा के छ त यार? यस्तो भित्रभित्र डर लाग्ने ठाउँ रहेछ नि हेर्दै। कटातिर अनि यो माथि, अब यो माथि साइड प्रवेश गर्न सकिन्छ होला। यी ढुङ्गाहरू पनि खस्ला जस्तो छ हेर्दै। ल, हामी चाहिँ गुफामा आइसक्यौँ। एकदम चिसो के। ओहो, चिसो चाहिँ लास्ट धेरै छ यार। ओहो के लास्ट चिसो यार। ल ल ल, यस्तो छ है माथि। हेर्नु त त्यहाँ यस्तो यहाँ त पुरै त्यो के झुन्ड्या जस्तो होइन। त्यो रुखहरूको त्यो के भन्छ, रुख होइन त्यो यस्तो ढुङ्गाहरूको आकृतिहरू बवाल बनाएको। यतानिर चाहिँ शिव पार्वती दर्शन गरिहालौँ। के भएको जस्तो मलाई पनि थाहा छैन यार। ल साथीहरु, हामी गुफाभित्र आएर पनि जस फर्किँदैछौँ हामी चाहिँ अब होइन। जस घुमिसक्यौँ। गुफा चाहिँ जस आनन्दको मस्तै रहेछ। तपाईहरु घुम्नु भएको छ कि नै त चमेरी गुफाहरू? यो होलिरीको छेउमा पर्ने। बाहिर आइसकेपछि त फेरि बाहिर चाहिँ एकदम के अरे लास्टै गर्मी उठ्दो रहेछ। भित्रै बसौँ जस्तो के है। कि भित्रै सुत्दिने एकसट?